So hello guys, welcome back to my mini vlog. Mini vlog मा हजुरहरुलाई वेलकम छ। आजको मिनी भ्लग को टाइटल रहेको छ होममेड मोमो, त्यो पनि चिकन मोमो गाइस। यो चाहिँ अचार बनाउनलाई रेडी। हामी चाहिँ अचार यसरी बनाएको छ गाइस, हेर्न सक्नुहुन्छ। हाम्रो अचार टमाटर हालेर गरिसकेको छ। सकिसक्यो। यसलाई चाहिँ म छोड्दिन्छु। अनि यहाँ दिदीले तिल भुटिसक्यो, खुर्सानी भुटिसक्यो हैन। अनि म देखाउनु पर्छ। अब म पिठोहरू बनाइरहेको छु। किमा चाहिँ यहाँपट्टि मैले बनाइसकेँ गाइजहरू, चट पारेर। अब म चाहिँ गराउँछु ल। सो गाइज म छिटो मैदालाई चाहिँ सानो सानो डल्लो बनाउँदै थिएँ। हेर्न सक्नुहुन्छ मोहिन्दीले चाहिँ पछाडि चाहिँ अचारको चाहिँ रेडी तयारी पारिरहेको थिएँ। अनि मैले छिटो जति मसँग आँटा थियो त्यसको चाहिँ मैले गोलो बनाएँ। अनि हेर्दै मैले सबै त्यति ठुलो डोलाई चाहिँ अनि डल्लो बनाउँदै राखेँ गाइजहरू। अनि बाँकी कुरा चाहिँ अनि मोहिनी दिदीले चाहिँ अचारको प्रिपेयर गर्दै थिए, हेर्न सक्नुहुन्छ। अब चाहिँ मोहिनी दिदीले मिक्सीमा हालेर चाहिँ अचारहरू मजासँग पिसिरहेको थिए। अनि अचार पनि पिसेर रेडी भयो गाइजहरू। अब चाहिँ नुन कम भएको कारणले गर्दाखेरि मोहिनी दिदीले नुन थपी। साथसाथै अब चाहिँ मेरो हेर्न सक्नुहुन्छ डल्लोहरू पनि रेडी भइसकेको थियो। अनि मैले चाहिँ बनाएको मोमोको हेर्नु डिजाइन गाइजहरू कस्तो छ। अनि यो चाहिँ हाम्रो किमा। अनि मोहिनीले बेलिरहेको थिएँ। अनि हेर्दा स्वयंले चाहिँ हाम्रो भिडियो बनाउँदै थियो। अनि म चाहिँ मोमो प्याकिङ गर्दै थिएँ, मोहिनीले बेल्दै थिएँ। साथसाथै हामीले प्याक गर्नुको साथसाथै हेर्नु मोहिनी बेल्दै म प्याक गर्दै हामीले लगभग 70-80 वटा मोमो बनायौँ। हेर्न सक्नुहुन्छ हाम्रो मोमो चाहिँ यस्तो भएको थियो, एकदम जुसी मोमो भएको थियो। हेर्न सक्नुहुन्छ। मैले खान लाग्यो ठ्याक्कै फेरि मेरो भाइ मैले खाएको देखेर रिस उठ्यो थियो। मैले झ्यामै हात हान्नै हालेँ। सो गाइज आजको लागि यति नै भिडियो। बाई बाई, सी यू सुन।